यो घटना मसँग 2050 सालमा घटेको थियो। म त्यतिखेर 13 वर्षकी थिएँ। 10 बजेदेखि लाग्ने स्कुल 3 बजे मात्र छुट्टी भएको कारणले बिहेमा जान 4-5 बजिसकेको थियो। बिहेमा यताउता खानपिन सबै हुँदै रातको 2 बजिसकेको थियो। बिहेको घर भएकोले धेरै मान्छेहरू आएका थिए। रातिको 2 बजे तापनि हामीले आफ्नै घर जानुपर्छ भनी हामी आफ्नो घरतर्फ लाग्यौं। तर मेरो मामा घरदेखि अलि पर घर फर्किने बाटोनिर नै एउटा पोखरी थियो र त्यस पोखरीको छेउमै एउटा ठुलो तित्रीको रुख थियो। जुनेली रात भए तापनि पोखरीतिर अलिक अँध्यारो नै थियो, राम्ररी केही देखिँदैन थियो। म आमा बुवासँग कुरा गर्दै बिहेमा रमाइलो भयो भन्दै गफ गर्दै थिएँ। त्यही पोखरीनिर पुग्दा तित्रीको रुखबाट केही आवाज आयो। म झस्याङ्ग भएँ। आमा बुबाले सुन्नु भएनछ। मैले झट्टै पोखरीतिर हेरेँ, केही देखिनँ र मैले बुवालाई भने, बुबा उता पोखरीतिर हेर्नुहोस् न, त्यो रुखतिर कस्तो आवाज आए जस्तै लाग्यो मलाई त। बुवाले भन्नुभयो, केही होइन, चराचुरुङ्गीले होला नि, अँध्यारो छ, मान्छेहरू हिँडे जस्तो लाग्यो होला, डरले होला नि। बुवाले केही होइन भने पनि मेरो मनमा डर बसिरहेको थियो। म आमाको हात समातेर हिँड्न थालेँ, तर बुवाले पोखरीतिर हेरिरहनु भएको थियो। आमाले केही होइन भने के हेरिरहनु भएको, लु जाम अब घर। बुवा अलिकति अघि बढ्नु भएको के थियो, पोखरीमा कसैले माछा पार्नलाई जाल झारे जस्तै आवाज आयो। बुवा आमाले पनि झट्टै पोखरीतिर हेर्नुभयो। पोखरी त शान्त थियो। बुवालाई पनि केही छ कि जस्तो भएछ। बुवाले भन्नुभयो, जाम यहाँबाट चाँडै, राति राति भूत पिशाचले तर्साउँछ भन्छन्, त्यही हो कि क्या हो। बुवाले पनि मेरो हात कसेर समात्नु भयो र हतार हतार तान्दै लानुभयो। हामी त्यहाँबाट अघि बढ्दा पोखरीमा ढुङ्गा फ्याँके जस्तै पानीमा आवाज आउन थाल्यो। फर्केर हेर्ने आँट त थिएन, तर पनि बुवाले हेर्नुभयो। फेरि पोखरी पहिला जस्तै शान्त थियो। हामी डरले कुद्न थाल्यौँ। पोखरीको बाटो कट्न निकै टाढा भए जस्तै हुँदै थियो। कुद्दा कुद्दै हामी बल्ल पोखरी कट्न लाग्दा एक्कासी अगाडिबाट धुलो उडेर बाटो नै छेके जस्तो भयो। त्यसपछि बुवाले भन्नुभयो, किन हामीलाई तर्साको। बुवाले यति भन्न साथ धुलो र साना साना गिट्टीहरू झन् झन् बढ्दै गए। मेरो बुवा धामी हुनुहुन्थ्यो। आफूले जानेको मन्त्र फुकेर केही गर्नुभयो। बुवाले मन्त्र फुक्न साथ धुलोहरू पुरै हराएर बाटो शान्त भयो। बुवाले हामीलाई लौ जाम छिटो भन्नुभयो। हामी जान लाग्दा छेउबाट बिरालो म्याउ म्याउ गर्दै गयो। अनि बुवाले भन्नुभयो, हेर्यौ त, यसैले हामीलाई तर्साको हो। त्यसपछि हामी घर आयौँ। मेरो बुवा धामी हुनुहुन्थ्यो, त्यही भएर होला हामीलाई त्यस रात भूतले केही असर गर्न सकेन। तर म त्यतिखेर सानै भएको कारणले मेरो सातो गयो। ज्वरो पनि आएको थियो अरे। 2-3 दिन बिरामी भएँ। त्यसपछि बुवाले आफ्नो धामी साथीहरूसँग मिलेर त्यो पोखरीमा त्यो रात त्यस्तो किन भएको भनेर त्यो पोखरीको कुरा गाउँलेहरूसँग सुनेर जानेर के हो बुझेर त्यो पोखरीमा गएर पूजाआजा गर्नुभयो।